अस्ति मैले चाहिँ जस्तो भए पनि बुढो हो, बुढोको चाहिँ कदर गर्नुपर्छ है। आफ्नो बुढो भनेको बुढो नै हो। बुढो हुनु र नहुनुमा चाहिँ धेरै फरक हुन्छ भनेर एउटा भिडियो राख्दाखेरि चाहिँ एक दुईजना बहिनीले अनि कोही कोही बहिनीहरूले चाहिँ इनबक्समा पनि गर्नुभएको रहेछ कि त्यो टिकटककै हुन्छ नि छुट्टै खालको, त्यसमा पनि कमेन्ट गर्नुभएको रहेछ। दिनरात रक्सी खाएर आउने, केटीसँग लागेर आएर कुटपिट गर्ने होइन। आफूले घरमा जति दुःख गरे पनि, उसको बाउआमालाई जति खुसी राखे पनि उसले मेरो खुसी पनि हेर्दैन। दिनरात मलाई मात्रै दोष गर्छ, मलाई नै आएर कुट्छ, न राति सुत्न दिन्छ राम्रोसँग। सुतेको छोराछोरीलाई पनि उठाएर कुट्छ, के गर्छ। त्यस्तो बुढो भयो भने म के गर्ने त दि, कसरी सक्ने? सबैको बुढो राम्रो हुन्छ भन्ने छैन नि त भनेर कतिजनाले मलाई कमेन्ट गरेको थियो। यो भिडियो चाहिँ विशेष गरी उहाँहरूको लागि हो, स्किप नगरिकन सुन्नुहोस् होला है। किनकि मैले भन्यो नि त, जिन्दगीमा कोही पनि खुसी छैन यो संसारमा होइन। सोचेको जस्तो भनेको जस्तो लाइफमा कसैको पनि हुँदैन। कसैको बुढी राम्रो हुन्छ, कसैको बुढो राम्रो हुन्छ। कसैको बुढोले घरमा यति बुढीलाई माया गर्दा गर्दा पनि होइन, बुढीको खुसी हेर्दा पनि, त्यही बुढीको खुसीको लागि बाउ आमाबाट टाढा भएर बुढीलाई माया दिँदा दिँदा पनि त्यो बुढीले त्यो बुढोलाई कति इग्नोर गरेको हुन्छ। सम्पत्तिलाई मात्रै माया गरेको बुढी पनि छ होइन। अब कोही बुढी कति इमान्दार हुन्छ होइन। मेरो बुढोलाई दुःख हुन्छ, मेरो बुढोको इज्जत नै मेरो इज्जत हो, मेरो बुढोको खुसी नै मेरो खुसी हो भनेर आफ्नो इच्छा चाहना खुसी त्यागेर त्यही बुढोकै लागि सोच्छ। त्यही बुढोकै फ्यामिली, त्यही परिवारलाई पनि आफ्नो मानेर माया गर्दा गर्दा, छोराछोरी पनि आफूले केयर गर्दा गर्दा त्यो बुढोले 81 हामीलाई आएर होइन, बिचमा आएर हामीलाई टुटपिट गर्ने, हाम्रो मनको भावनालाई नबुझ्ने होइन, जहिले पनि हामीलाई खोट लगाउने, कुट्ने, रक्सी खानु पाएपछि, बाहिर केटीसँग बोल्न पाएपछि हामीलाई वास्तै नगर्ने होइन, दिन प्रतिदिन हामीलाई टर्चर दिन्छ भने त्यस्तो बुढोलाई मेरो बुढो भनेर कुनै पनि दिदीबहिनी नबस्नुहोस् के। यदि आफूले उसलाई माया गर्दा गर्दा, विश्वास गर्दा गर्दा जिन्दगी के पनि छैन के दिदीबहिनी हो। म अहिले यसरी बोलिरहेको छ, भोलि एकछिनमा कसरी के हुन्छ म आफैलाई नै थाहा छैन के। अनि एउटा हातले ताली कहिले पनि बज्दैन, ताली बज्न पनि दुईटा हात चाहिन्छ। आफूले बुढोलाई माया गर्दा गर्दा उसको बारेमा कुनै कुराहरू थाहा पाएर पनि थाहा नपाएको जस्तो इग्नोर गरेर उसकै खुसीको लागि उसकै घर फ्यामिली हामीले केयर गरेर बस्दा बस्दा पनि एक दिन पो हो, 2 दिन पो हो त होइन, सहने पनि त एउटा उस हुन्छ नि त होइन। गर्दा गर्दा पनि हामीलाई नै आएर कुटपिट गर्ने, रक्सी खाने, बाहिर केटीसँग बोलेपछि हामीलाई मतलबै नगर्ने, वास्तै नगर्ने होइन। अब छोराछोरीलाई नि कुटपिट गर्ने, यस्तो गर्छ भने त्यो चाहिँ मेरो बुढो भनेर बस्नु भनेको धिक्कार हो है साथी हो। किनकि बुढोले कमाए पनि जे गरे पनि आफ्नो दुःख त आफूसँग नै हुन्छ होइन। तर जब बुढोले आफूले मायाको भावै जगाउँदैन, आफूले माया गर्दा गर्दा, विश्वास गर्दा गर्दा पनि मेरो सब थोक नै ऊ नै हो, म कहाँ जानु त, माइती जाम भनेपछि त यस्तो भएर आएको भन्छ, के हजारौँ प्रश्नहरू घुमिरहेको हुन्छ क्या हाम्रो दिमागमा। छोडिदेऊ त्यस्तो प्रश्नहरूलाई। आफू छ, संसार छ, आफू छैन, केही छैन के दिदीबहिनी हो। यदि कसैको बुढोले आफूले माया गर्दा गर्दा, विश्वास गर्दा गर्दा आफूमाथि नै विश्वासघात गर्छ, आफू बाहिर बोलोस् केही मतलब छैन, घुमोस् सुतोस् जे गरे नि गरोस् मतलब छैन। तर आफू हुँदाहुँदै घरमा आफूमाथि कोही ल्याउँछ भने होइन, नल्याए पनि रक्सी खाएर बाहिर केटीसँग ल्याएर दिन प्रतिदिन कुट्छ भने त्यस्तो पहिल्यै छोडिदिनुहोस्। कोही कसैको हुँदैन है। किनकि हामीले उसको खुसीको लागि जन्म दिने बाउ आमा, गाउँ समाज त त्यागेर आएको थियो भने होइन। बाउ आमा छोराछोरी त स्वार्थी हुन्छ भनेपछि पोइ भनेको त हिजो अस्ति चिनेर माया गरेर होइन आएको जोडिएको सम्बन्ध हो नि त होइन र। त्यही भएर छोडिदिनुहोस्। सक्छ भने एक्लो जिन्दगी नै हाँसी खुसी गरेर दुःख गरेर गर्नुहोस्, रमाउनुहोस्, छोराछोरी पनि हेर्नुहोस्। अब त थाहा पायो नि त
होइन। माया भनेको चिज के हो, बुहारी भनेको चिज के हो, बुढोसँग शुद्ध के हुन्छ, होइन, बच्चा पाउँदा के हुन्छ, बुढोले पहिला पहिला कस्तो माया गर्दो रहेछ, पछि बच्चाको आमा भएपछि कस्तो बिहेभ गर्दो रहेछ, सबै भोगिसक्यो नि त। अब भोगिसकेपछि त्यही चिजमा त्यहाँ अगाडि खाल्टो छ है भनेर थाहा पाइसकेपछि फेरि गएर त्यही खाल्टोमा हाम फाल्ने काम नगर्नुहोस्। तर गए पनि अलि बुझ्नुहोस् के योले चाहिँ मलाई केही फरक पर्दैन, छोडिदेऊ त्यस्तो पोयाहरूलाई, केही फरक पर्दैन, तेरो सुखको सम्पत्ति नै चाहिँदैन भन्ने, होइन, मजाले छोडिदिनुहोस् के। त्यस्तो पोइलाई मेरो पोइ भनेर रोएर बस्नु भनेको त्यो आफैले हानि पुऱ्याएको हो। बरु एक्लै एउटा झुब्रो बनाएर बस्नुहोस्, छोराछोरीसँग मेहनत गर्नु, काम कहिले ठुलो सानो हुँदैन, कमसेकम एउटा स्वतन्त्रबाट त उम्क्यो नि त। दिनभरि दुःख गरेर सकि नसकी खानेकुरा जुडाएर तरकारीहरू खाना पकाएर छोराछोरीले दिएर अब बुढो आउँछ कि भनेर कुरेर बस्दा आएर त्यही बुढोले आफूलाई कुट्छ, होइन, आफूमाथि दुर्व्यवहार गर्छ भने के को मेरो पोइ भनेर रुनु, के को मेरो पोइ भनेर बस्नुहोस्। बरु झुप्रोमै खुसी भएर बस्ने, कमसेकम एउटा स्वतन्त्र हुनुबाट त बच्यो नि त, एउटा टेन्सन त कम भयो नि त, होइन र। तर आफू सत्य छ भने रोग नलागोस्, हातखुट्टा नभाँचोस्, आफू सही छ भने कोहीसँग झुक्नु पर्दैन, पोइ पनि त्यही हो, सबै त्यही हो है। कसैले आफूले माया गर्दैन, कुनै वास्तै गर्दैन भने त्यो चाहिँ मेरो भनेर रोएर कुनै पनि दिदीबहिनी नबस्नुहोस्, म पनि बस्दिनँ, के छ र, एक दिन मरेरै जाने हो, होइन। भगवान्ले एउटा ढोका बन्द गरे पनि हजारौँ ढोकाहरू खुलाइदिन्छ के। तर आफूले दुःख गर्न सिक्नु पर्यो, होइन, राम्रो काम गर्नु पर्यो, राम्रो सोच्नु पर्यो, काम जहिले पनि ह्याप्पी भएर गर्नु पर्यो, कहिले कामलाई तुलना नगर्नुहोस् अरूसँग, होइन, आफूले पनि अरूसँग तुलना नगर्नुहोस्, खुसी आफैलाई नै हुन्छ ल। छोडिदिनुहोस् त्यस्तो पोइलाई, मेरो पोइ भनेर नबस्नुहोस् ल, केही फरक पर्दैन।